सो हे एभ्रिबडी वेलकम टु माई च्यानल। आजको बिहानको ब्लग स्टार्ट हुँदैछ मेरो कलेज जाने बाटोबाट। म अब कलेज जाँदैछु अनि आज हो वैशाख 28, 2082। एउटा अलिकति सकिङ न्युज छ। हाम्रो सब साथीहरू आज इन्टर्नसिपको चुज गरेर भनिरहेछन्। मैले चाहिँ किमामा जहाँ कोडिङहरू सिकाउँछ, कोडिङ गर्ने, कोडिङ बेस्ड प्रोग्रामहरू गर्ने, त्यसपछि प्रोजेक्टहरू बनाएर देखाउने, साना आफ्नो क्लासका भाइ बहिनीहरूलाई कति क्लासकालाई पढाउने अनि रुटहरू बनाउने, त्यस्तो किसिमको रहेछ। कोडिङ भनौँ न टोटल्ली त्यो उसमा कम्पनीमा त्यो एकाडेमीमा चुज गरेँ मैले, निमा एकाडेमीमा। अनि हाम्रो साथीहरू अरू हाम्रो साथीहरू सुनिल, तिनीहरू त लेबरी काम गर्न गए गाइज होइन। तिनीहरूलाई अब लेबरी मनपर्छ, ठुला फलामका भार उठाउन मनपर्छ, गाडीका टायर खोल्न मनपर्छ। कारका टायर खोल्ने त हो तिमीहरूले गर, अरू के गर्ने हो त्यस्ता लेबरी काम त अटोमोबाइलमा जाने होइन कि त लेबरी काम गर्ने नामले। हामी मस्त पछि बसेर कोडिङ हान्छ छोडा। अनि हामी त्यसरी हामीले गर्ने भयो गाइज, एकदम राम्रो ठाउँमा गयौँ। अब चुज गर्ने बेला आजै हो, अब चुज गऱ्यौँ के अरे कस्तो हुन्छ इन्ट्रेन्सिप हेरौँ हाम्रो होइन। सो यस गाइज इन्ट्रेन्सिप चुज गरियो। अनि बोरिङ कस्तो भने कोहीले पनि चुज गरेनन् भने कोडिङ सके पो त क्लासमा त कोडिङ सक्छ कसैले। अनि मैले त अनि फेरि त्यही चुज गरेँ। अब एक्लै जानुपर्छ, एक्लै आउनुपर्ने, प्रज्वलको मागी छैन आश, अरू कसैको आश छैन गाइज। त्यही पनि ठिकै छ, पछि राम्रो आफ्नै खोल्ने, आफ्नै स्टार्टअप पनि खोल्न सकिने रहेछ। अनि कोडिङ पढिसक्यो भने त्यहाँ कोडिङ मात्र हुँदैन, सब प्रोजेक्टहरू हुन्छ, हार्डवेयर सफ्टवेयर सबै। अनि हामीले जिममा पनि जान पायौँ, ठिकै छ। अल द बेस्ट। रोबोटिक्सतिर पनि छ। ल हाम्रो सर तपाईँ इमा जानुको कारण के होला भन्नुहोस्। अटोमोबाइल सेक्टरमा जानु, तपाईँ कार बनाउने इन्जिनियर लाग्नुभयो होइन, तपाईँ कार बनाउनुमा जानुको खास उद्देश्य भनिदिनुहोस्। अब नेपालमा अब इभीको एकदम ठुलो सम्भावना छ कि फ्युचरका लागि। अनि आफूले सिकेको फिल्ड सिकेको छ भने आफूले नयाँ सिक्ने भने इभीमा आफूले सिकेकोमा पर्फेक्ट भयो भने पो पछि गर्न सकिन्छ त। अब त्यो त्यहाँ फेरि अहिले गएर तपाईँलाई सिधै इन्जिन जोड्ने, कारका टायर खोल्ने, रिपेयर गरिदिने, पङ्चर जोड्ने, कारको पङ्चर जोड्ने त्यस्तो काम गर्दिन क्या हामीले। मैले सिक्दैन भनिदियो भने सुनिदिएर के भनेको यस्तो। तिमीहरूले अब त्यहाँ गयो भने लास्टमा तिमीहरूलाई के यस्तो झ्याउ लाग्छ नि, त्यही टायर खोल्ने, पङ्चर जोड्ने, यस्तो कि जस्तो बत्तीहरू जोड्ने त गर। बत्तीहरू जोड्न दिन्न, मेसिन उसले नै जोड्ने हो बत्ती पनि। तिमी उता गयो भने सबै आफै गर्नुपर्छ। आडियो साइडले खोल्न जाने आफै हो, त्यो गर्न जाने आफै हो। अब तिमीले सिकाउने चाहिँ पो हुन्छ हामीलाई। उहाँ सबै गाइड मिल्छ। अब ल मिल्छ, पढाइमा फरक पर्छ। तिमी जब तयार मैले तिमीले चेक गरेर कति गर होला, कति गर तिमीसँग कहिले भिडियो पनि बनाउनु कति गर सिबी बनाएपछि कति वा मैले कति गरिसकेँ। यिनीहरूसँग म बोल्दा पनि बोल्दैन, भइगयो म यता बस्छु। जीवन हो घाम छाया, हाम्रो डन है, डन कलेजको डन। What's up, Horigos? Shout out to Mr. Nep Web YouTube channel. Please like, subscribe and share. यो होला ए दियालो तपाईँले बनाएको, दियालो तपाईँले बनाएको होइन यो निरज भण्डारी भन्ने बनाएको, चलाएको मात्रै मैले हो। सिडी भिडियो लगाएर चलाएको चाहिँ मैले हो, बनाउनु चाहिँ अर्कै केटाहरूले बनाएको। ए यो चाहिँ कसले, यो चाहिँ उहरूले बनाएको, यिनीहरूको यो चाहिँ मैले बनाइदिएको। यो जुगाड लगाएको चाहिँ मैले हो। यो निस्कै गर्थ्यो क्या, यो त एलेक्स दाइले बनाएको। तपाईँले के बनाउनु भन, तपाईँले के बनाउनु भन। टिममा हो नि त यहाँ हेर, यो एलेक्स म रोजित सलुङ भनेर बनाएको क्या, नाम कता हो यो दाइ। ए सलन चपागाई, भास्कर कडरिया, एलेक्स गुरुङ, रजित आस्थानी मेकानिजम म र रोजित भनेर बनाएको। यो भित्र आउने बाहिर आउने थियो नि,
अहिले त केटाहरू सब निकाल्छ सब निकालिसक्यो भने त्यो त मोटर हालेर हामीले बनाएको मेकानिजम मानव दाईहरूले बनाएको त्यो मैले बिगारिदिएँ मानवहरूले बनाएको त यो मैले बिगारिदिएँ बेड मैले निकालेको यहाँको मोटर मानवहरूले बनाएको यो र अर्को एउटा यो हो यो एउटा यो सानो मोटरवाला त्यो यो सब मोटर हामीले लिने नि कलेजले हाम्रो मोटर चाहिँ ल्याएको थिएन हो तिमीहरू फाइदामा पऱ्यो मैले त यो मोटर सोटर सबै पाइहाल्यो 775 निकालिदिएँ मैले त अनि यो यसको मोटर ड्राइभर सिलहरू खै त हँ यसको मोटर ड्राइभर सिलहरू खै त यही रहेछ ठिक यहाँ सब चल्छ त केटा किन चलेको नि आयो चलाउँछन् अब केटाहरूले पहिले चलाउँछन् कतिपयले झ्यापान्छन् कतिपयले झ्याप्ने हाल्छ हराइराख्छन् नि सामान के भनिरह यहाँ कसले बनायो खोइ मेकानिकलकाले बनाएको हुन् क्या यहाँ घोट्थ्यौँ हामीले बबाल घोटे काम यहाँ त तपाईँहरूले पनि यही गर्नुभएको हो मसँग जाँदाखेरि सँगै बसमा जान्छौँ हामी सँगै आउँछौँ सधैँको साथी भयो अहिले माया लाग्यो अघि जति रिसाए पनि अहिले अब यस्तो माया लाग्यो मेरो साथीको सुनिल पनि मसँगै जाने भएकै छ अब सरलाई कुर्दैछौँ हामी दाइले हामीलाई एकदम राम्रोसँग बुझाइदिनु भयो थ्याङ्क यू सो मच दादा नमस्कार हजुर हाम्रो सिनियर दादा मेकाट्रोनिक्सको नेपालमै सबभन्दा पहिलोचोटि मेकाट्रोनिक्स गर्नुभएको दादा उहाँले हामीलाई राम्रोसँग सबै थोक सिकाइदिनु भयो अब हामीले सिक्यौँ अनि अब इन्टर्नसिप के कसरी गर्ने कसरी जाने कस्तो हुन्छ काम सब सजिलो काममा परियो सजिलो पनि अलिकति कोडिङ जान्नेन भने अप्ठ्यारो पनि त्यस्तो काममा परियो ल ठिकै छ त्यस जे भए पनि राम्रै हुन्छ भन्ने हामी त घरतिर हिँडेको कता जाने रे आज सबैको टाउको दुखेछ सब असिम देशको पनि टाउको दुखेछ कता जाने हामी भन हामी कहाँ जाने म त निमामा जाने निमा निमामा भन्ने कहाँ निमा होइन हामी कोडिङ हो हाम्रो निमा होइन हाम्रो कोडिङ हो कोडिङ त्यही त निमामा जाने त हो के अर्कोमै हो कोडिङ हो एउटा मुक्त राख्नु पर्यो हैन पर्दैन हामीले फिक्स गरिसक्यौँ राजन सरलाई हामीले नाम लेखाएर सर निमामा गरिदिन्छु अन्न ल म अब निमा जान्छु सजिलो काममा जाने कि म त्यस्तै बिहा जाँदैन ओके गएर हात कालो हुन्छ यार यस्तो राम्रो हात सबैलाई नढाडिकन भन न तिमीहरूले पैसा पाएर हैन भन्नै पर्दैन कि पैसा पाएको हो कि होइन मेरो त पैसा पाएको हो भने भन म यहाँ आइदिन्छु अब पर्दैन मैले अघि तिमीलाई अब भनेको थिएँ मानेनौ होइन कि पैसा होइन कि हामी साथी एकदम मिल्ने साथी केटा हो तिमीहरूलाई हाम्रो मित्रता कति गहिरो छ कति झगडा भए पनि देखावटी झगडा हुन्छन् हो भइहाल्छ मेरो म युट्युबको कन्टेन्ट हालेको भयो कि त्यो अनि त्यो साथी भनेको मित्र त्यो सबै मुटुबाट आफै चिनिहाल्छ मान्छे हो मुटुबाट चिनियो तिमीहरूले बाहिर बोलेर चिनिएन मित्र भनेको बुझ्यो कि नै त्यस्तो हुन्छ हाम्रो इन्टरभ्यू के भएको थियो नि त सुनिलले चाहिँ इभीमा जाने अनि तिमीले चाहिँ हामीलाई निमामा जान्छ भनिरहेको थियो नि त त्यो त अघि मैले सुनिललाई भनेको थिएन गोप्य कुरा ए हो त नि त्यो गोप्य कुरा हामीले भन नि त नि के हो हाम्रो कुरा त प्राइभेट हुन्छ कि प्राइभेट हो त्यो त नभनिकन बुझेको सुनिलले नभनिकन बुझेको कुरा तिमीहरूले कसरी बुझ्ने हाम्रो हो नि त हाम्रो पर्सनल छ हाम्रो पर्सनल रिलेसनसिप छुट्टी छ पर्सनल लाइफ हामी घुम्न गएको कहाँ हामी अस्ति घुम्न गएको बाघ भैरव राति बाघ भैरव 12 बजे आएको 12 बजे आएको मानिस अनि अब हामी घर जान लाग्यौँ गाइस घर जान लाग्यौँ हामी ट्याक्क पुगिसक्यौँ बेडमा अब हामी स्याट्ट घर पुग्छौँ